बालेन शाहले प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने शुभ सायद चैत 10 गते एकैपटक मन्त्री परिषदलाई पूर्णता दिइने, बालेनले रक्षा मन्त्रालय आफैसँग राख्ने, परराष्ट्रमा खनाल र वाग्ले अर्थमन्त्री बन्दै। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले चैत 10 गते प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने तयारी भएको छ। चैत 10 गते नै प्रधानमन्त्रीका रूपमा शाहले पद तथा गोपनीयताको शपथ लिने आन्तरिक तयारी भएको हो। शाहको शपथ ग्रहण लगत्तै मन्त्रीहरूको शपथ ग्रहण हुनेछ। उच्च स्रोतका अनुसार शाहले शपथ ग्रहणका लागि चैत 10 गते शुभ साइत निकालेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले चैत 8 देखि 9 गतेभित्र सबै निर्णय गरिसक्ने र 10 गते शाहको शपथ ग्रहण गराउने तयारी गरेको छ। उच्च स्रोतले भन्यो, चैत 10 गते शपथ ग्रहणका लागि शुभ साइत निस्किएको छ र पार्टीको तयारी पनि त्यसै अनुसार चलिरहेको छ। राष्ट्रपाले मन्त्री परिषदमा जाने सबै मन्त्रीको शपथ ग्रहण पनि चैत 10 गते नै गर्ने गरी तयारी गरेको छ। स्रोतले भन्यो, अब विगत जस्तो गठबन्धनसँग छलफल सल्लाह गरिसक्न परेन, त्यसैले किस्तामा मन्त्री परिषद विस्तार किस्तामा हुँदैन, एकैपटक गर्ने निर्णय भएको छ। राष्ट्रपाले मन्त्री परिषदमा भौगोलिक, जातीय, क्षेत्रीय, चुनावी नतिजा, विज्ञता, लैङ्गिकता सबै मिलाएर मन्त्री परिषद छनौटको तयारी गरेको छ। 2082 फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावमा राष्ट्रपाको झण्डै एकल 2/3 बहुमत आएको छ। राष्ट्रपाले चुनाव अघि नै शाहलाई प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गरेर गएको थियो। शाहलाई प्रधानमन्त्री नियुक्त गर्नु अघि निर्वाचन आयोगले राष्ट्रपतिलाई चुनावी नतिजाको विवरण सहितको प्रतिवेदन हस्तान्तरण गर्नेछ। लगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री नियुक्तका लागि आह्वान गर्नेछन्। यी सबै प्रक्रिया चैत 10 गते अघि नै हुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले बालेन शाह नेतृत्वको सरकारका लागि मन्त्री चयनबारे आन्तरिक छलफल तीव्र पारेको छ। रासोपा सभापति रवि लामेछाने र वरिष्ठ नेता शाहबीच सरकार गठनबारे निरन्तर परामर्श भइरहेको स्रोतले जनाएको छ। दुवै नेताबीच प्रभावकारी र परिणाममुखी सरकार बनाउने तथा सक्षम सांसदलाई मात्रै मन्त्री परिषदमा सहभागी गराउने सहमति भएको बताइएको छ। सहमति अनुसार सरकार सञ्चालनको नेतृत्व शाहले गर्नेछन् भने पार्टीको समग्र जिम्मेवारी लामेछानेले सम्हाल्नेछन्। प्रधानमन्त्रीका उम्मेद्वार बालेन शाह अहिले क्याबिनेट गठन र पदभार ग्रहण गरेपछि अघि बढाइने कामहरूको तयारीमा जुटेका छन्। प्रारम्भिक समझदारी अनुसार अर्थमन्त्रीमा पार्टी उपसभापति तथा अर्थशास्त्री स्वर्णिम वाग्ले नियुक्त हुने लगभग निश्चित छ। त्यस्तै परराष्ट्र मन्त्रीमा विदेश विभाग प्रमुख शिशिर खनाल रहने सम्भावना उच्च रहेको छ। रक्षा मन्त्रालय भने प्रधानमन्त्री बालेनले आफैसँग राख्ने तयारी गरेको छ। शाह नेतृत्वको मन्त्री परिषद अधिकतम 14 सदस्यीय हुने बताइएको छ। क्षेत्रीय सन्तुलन र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने गरी गृह कार्य भइरहेको स्रोतको भनाइ छ। सम्भावित मन्त्रीहरूको सूचीमा डीपी अरियाल, सुदन गुरुङ, सस्मित पोखरेल, सुनिल लम्साल, मिगमा डेभिड शेर्पा र अमरेश सिंह रहेका छन्। त्यसैगरी विराज भक्त श्रेष्ठ, प्रतिभा रावल, शोभिता गौतम र आशिष गजुरेल लगायत पनि मन्त्री बन्ने सम्भावित सूचीमा छन्। प्रधानमन्त्रीका रूपमा शाहले चैत 14 भित्र शपथ लिने तयारी गरेको जनाएको छ।